जय मसिह सबैजनालाई। म आशा गर्दछु सबैजना सन्चै अनि आरामै हुनुहुन्छ भनेर। आज धेरै दिन पश्चात म नयाँ भिडियो सँगै यहाँहरूमाझ उपस्थित भइसकेको छु। के तपाईँ चिन्ता अनि फिक्रीमा हुनुहुन्छ? यदि त्यसो हो भने परमेश्वरको वचनमा यसो लेखिएको छ, चिन्ता नगर अथवा निरुत्साहित नहो, म तँसित छु। यशाया 41:10। तिमीहरूको सारा फिक्री उहाँलाई सुम्बिदेऊ, किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। 1 पत्रुस 5:7। तिम्रा चिन्ता र फिक्री परमप्रभुमा राख र उहाँले तिमीहरूको वास्ता अथवा तिमीहरूलाई सम्हाल्नु हुनेछ। भजन सङ्ग्रह 55:22। ख्रिस्टको वचनले बास गरेको मान्छे चिन्तामा हुँदैन, विश्वासमा हुन्छ। आमेन, हालेलुया।